सो फाइनली गाइज नेपालमा पनि कन्टेन्ट मोनेटाइजेसन चाहिँ आइसकेको छ होइन। अब सबै क्रिएटरहरूलाई एकदम खुसीको कुरा होइन। सो म पनि धेरै खुसी छु किनकि मैले पनि अब विगत केही समयदेखि चाहिँ मैले पनि अब फेसबुकमा चाहिँ आफ्नो पेज बनाएर चाहिँ मेहनत गरिरहेको थियो। सो अहिले चाहिँ क्राइटेरिया बेस हुन लागेको छ अनि फेसबुकमा। अनि यो भने चाहिँ हाम्रो नेपालीहरूको लागि एकदम खुसीको कुरा हो किनकि नेपाल त मोनेटाइज इलिजिबल कन्ट्रीमा छँदै छैन, तै पनि अहिले चाहिँ मोनेटाइज इलिजिबल र नन इलिजिबल कन्ट्रिज जुनसुकै देशमा पनि दिइरहेको छ। अनि सो कन्टेन्ट मोनेटाइजेसनमा चाहिँ अहिले एड्स अन रिल बोनस अनि त्यहाँबाट फेरि अनि इनस्ट्रिम एड्स मिलेर चाहिँ तीनटा बनेको छ भने स्टार र सब्सक्रिप्सन नै छुट्टै गरेर बनेको छ। सो आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई छ नि कन्टेन्ट मोनेटाइजेसन टुल चाहिँ कसरी आफ्नो प्रोफाइल या पेजमा हेर्ने भन्ने विषयमा सिकाउने छु। सो त्यसको लागि चाहिँ तपाईँ आफ्नो प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा गए पछाडि चाहिँ अब तपाईँले फेसबुक लाइटलाई होइन फेसबुकलाई मात्र त्यो गर्नुपर्ने हुन्छ जुन चाहिँ न्युलो कभरको हुन्छ होइन। त्यो फेसबुकलाई चाहिँ तपाईँले इन्स्टल या अपडेट गर्नुपर्ने हुन्छ। अब अपडेट आएको छ भने तपाईँले त्यसलाई अपडेट गर्नु पऱ्यो होइन। जस्ट देख्न सक्नुहुन्छ अहिले चाहिँ मेरो यहाँनिर स्क्रिनमा देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मेरो चाहिँ यहाँनिर फेसबुकमा जस्ट क्लिक गर्दाखेरि यहाँ चाहिँ केही पनि देखाइरहेको छैन है। जस्ट यहाँनिर अनइन्स्टल र ओपन भन्ने छ। जस्ट म ओपन गर्छु होइन। तपाईँले जुन प्रोफाइल या पेजमा काम गर्नुभएको छ त्यो प्रोफाइलले चाहिँ तपाईँले यहाँनिर ओपन गर्नुपर्ने हुन्छ। जस्ट मैले ओपन गरिसकेको छु। यतिको अवस्था तपाईँले आफ्नो प्रोफाइलमा क्लिक गर्नु होला होइन। यदि प्रोफाइल छ भने जस्ट यहाँनिर चाहिँ मेरो एउटा नेम चाहिँ होइन टेस्टिङको टाइममा अलिकति गलत परेको थियो, जस्ट अन्यथा नलिनु होला। हुन त म नेप्लिज नै हो, मेरो रिलिजनै मेरो नेपाली हो होइन। जस्ट नेपाली मतलब अब बुझ्नु न तपाईँहरू होइन, हिन्दू बुद्धिस्ट अब त्यस्तै त हो नि। अब यो बारेमा धेरै नलागौँ। जस्ट प्रोफाइलमा आइसकेको छु। प्रोफाइलमा आए पछाडि तपाईँले अब प्रोफेसनल ड्यासबोर्ड भन्ने यहाँनिर तल देख्न सक्नुहुन्छ। जस्ट यसमा क्लिक गर्नु होला है। जस्ट यति क्लिक गरे पछाडि तपाईँले यहाँनिर प्रोफेसनल ड्यासबोर्डमा चाहिँ यहाँ इन्गेजमेन्टहरू होइन एल्गोरिथमहरू के भएको छ, कस्तो भएको छ होइन, कतिको राम्रो पर्फर्मेन्स गइरहेको छ गएको छैन भनेर देख्न सक्नुहुन्छ। जस्ट इनसाइडबाट म ब्याक भइदिन्छु। यता देखिबाट तलनिर देख्न सक्नुहुन्छ है। यहाँनिर चाहिँ मेरो एप्रोक्सिमेट अर्निङ भनेर देखाएको छ अनि इन्गेजमेन्टहरू चाहिँ अलिकति डाउनै भएको छ किनकि मैले पछिल्लो समयबाट यो प्रोफाइलमा चाहिँ काम पनि गरिरहेको छैन। अनि देख्न सक्नुहुन्छ मोनेटाइजेसन टुल चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ है। जस्ट म यहाँनिर गएर सी अल गरिदिन्छु है। सी अल गरे पछाडि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ जुन अर्निङ भनेर सब जेरोमै छ। अनि त्यहाँबाट तपाईँले यहाँ देख्न सक्नुहुन्छ स्टारबाट अहिलेसम्म मेरो अर्निङ भएकै छैन। तपाईँहरूको भएको छ भने ठिकै छ होइन, राम्रो अर्निङ गर्नु होला, कन्टिन्यू भएर काम गर्नु होला। अहिले चाहिँ किन भन्दाखेरि नेपालीहरूको लागि हौसला बढ्ने टुल चाहिँ आइसकेको छ। देख्न सक्नुहुन्छ तपाईँले है। अहिले यहाँनिर चाहिँ स्टार अनि पार्टनरसिप एड्स जुन चाहिँ पार्टनरले एड रन गर्छ तपाईँको भिडियोमा होइन, त्यसबाट तपाईँको अर्निङ हुन्थ्यो। अनि जस्ट देख्न सक्नुहुन्छ यहाँनिर सब्सक्रिप्सन होइन जो चाहिँ 10,000 फलोवर्स पुगे पछाडि मात्र यो चाहिँ सब्सक्रिप्सन पाउने गर्छ, अन्यथा त्योभन्दा अगाडि पाउँदैन। र कतिपय देशहरूमा चाहिँ 4-5 हजार फलोवर्समा पनि सब्सक्रिप्सन चाहिँ पाइरहेको रहेछ है। तर नेपालमा चाहिँ मैले 10,000 भन्दा माथि मात्र देखेको छु। यहाँनिर तल देख्न सक्नुहुन्छ कन्टेन्ट मोनेटाइजेसन है। जुन कुरा हामी नेपालीलाई खुसीको कुरा थियो त्यो चाहिँ कन्टेन्ट मोनेटाइजेसन टुल हो होइन। किनकि यो चाहिँ नेपाल चाहिँ हाम्रो मोनेटाइज इलिजिबलमा थिएन। अब के थाहा नेपाली डिटेल्सले पो अब केही अब पछि केही ठुलै प्रगति हुने हो कि भन्ने चाहिँ मलाई लाग्छ होइन। जस्ट देख्न सक्नुहुन्छ तपाईँले यहाँनिर लेखेको छ यु क्यान एक्सपिरियन्स इनस्ट्रिम एड्स अन रिल एड्स अन रिल एन्ड पर्फर्मेन्स बोनसलाई चाहिँ तीनटा मिलाएर चाहिँ अहिले चाहिँ बनाइदिएको छ है त्यो कन्टेन्ट मोनेटाइजेसन टुल। अर्को सब्सक्रिप्सन र स्टारको चाहिँ छुट्टै नै छ। जस्ट तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। अब यहाँनिर चाहिँ तपाईँले आइएम इन्ट्रेस्ट भन्नेमा क्लिक गर्नु होला है त। सो तपाईँले यहाँनिर तपाईँले आफ्नो बारेमा होइन म यस्तो भिडियो बनाउँछु, म चाहिँ एउटा फेसबुक क्रिएटर हो होइन, कन्टेन्ट क्रिएटर हो, जस्ट म चाहिँ अहिले फेसबुकको लागि यो चाहन्छु भनेर तपाईँले यहाँनिर लेख्न सक्नुहुन्छ। र नलेख्दा पनि केही फरक पर्दैन, यो चाहिँ ऊ मात्र हो, राख्ने नराख्ने अप्सनल हो होइन। जस्ट तपाईँले यहाँनिर सबमिट इन्ट्रेस्टमा क्लिक गर्नु होला। सो फाइनली अहिले चाहिँ हाम्रो इन्ट्रेस्ट चाहिँ एकदम सबमिट भइसकेको छ होइन। अहिले चाहिँ म यसलाई स्क्रिनसट लिइदिइहाल्छु होइन। सो तपाईँहरूले यसरी लिन सक्नुहुन्छ होइन। अब यो त रह्यो तपाईँले आफ्नो प्रोफाइलमा हेर्ने तरिका होइन। जस्ट प्रोफाइलमा चाहिँ अहिले मेरो स्टार चाहिँ इनेबल छ, नत्र भने पनि केही छैन। अब चाहिँ म तपाईँहरूलाई आफ्नो पेजमा चाहिँ कसरी हेर्ने भन्ने विषयमा सिकाउने छु। जस्ट अब तपाईँले यहाँनिर पेजमा मेरो पेज चाहिँ खुलिसकेको छ है। पेजमा प्रोफेसनल ड्यासबोर्ड भनेर जानु होला। प्रोफेसनल ड्यासबोर्डमा गएपछि यहाँनिर अलिकति इन्गेजमेन्ट र जस्ट फलोवर्सहरू चाहिँ इन्क्रिज पनि भएको रहेछ, तर केही पनि छैन, बढिहाल्छ बिस्तारै। देख्नुहोस् न मोनेटाइजेसन टुलमा चाहिँ मेरो पार्टनर एड्स बाहेक अरू केही छैन। अनि यतानिर चाहिँ तल टुल्स भन्नेमा क्लिक गर्नु होला है। टुल्स भन्नेमा क्लिक गरेपछि तपाईँले माथि देख्न सक्नुहुन्छ मोनेटाइजेसन भन्ने ठाउँमा गएपछि तपाईँले देख्न सक्नुहुन्छ यो टुल्स मेरो चाहिँ अहिले पार्टनरसिप एड मात्र अहिले इनेबल भइसकेको छ अनि स्टारहरू भएको छैन। स्टारमा चाहिँ गए पछाडि चाहिँ यहाँ चाहिँ 500 फलोवर्स कटे पछाडि मात्र स्टार इनेबल हुन्छ, अदरवाइज
यो सबमिट गरेर पनि केही हुँदैन। सब्सक्रिप्सन चाहिँ मैले अघि नै भनिसकेँ, तपाईँहरूलाई 10,000 पुगेपछि मात्र चाहिन्छ पाउँछ है त्यो चाहिँ। अनि कन्टेन्ट मोनेटाइजेसन देख्न सक्नुहुन्छ मेरो पेजमा पनि आइसकेको छ। जस्ट यसलाई आइएम इन्ट्रेस्टमा गर्नुपर्ने हुन्छ है, किनकि यो चाहिँ अब क्राइटेरिया बेस हुँदैछ नि त। जस्ट म यसलाई पनि आइएम इन्ट्रेस्ट गरिदिन्छु, यो अप्सनल हो, भरेन हुन्छ नभरेन हुन्छ होइन गाइज। सो आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई सिकाएको छु कन्टेन्ट मोनेटाइजेसन चाहिँ कसरी चेक गर्ने है। सबैको प्रोफाइल या पेजमा आइसकेको होला, तपाईँले पनि चेक गर्न सक्नुहुन्छ। यो जति हामी प्रोफाइलमा चाहिँ आउँदैन होइन, तपाईँले आफ्नो त्यो प्रोफाइललाई चाहिँ प्रोफेसनल ड्यासबोर्डमा अन गरेको हुनुपर्छ। सो तपाईँले अहिलेसम्म प्रोफेसनल ड्यासबोर्ड अन गर्नुभएको छैन भने मैले तल डिस्क्रिप्सन बक्समा लिङ्क दिएको छु, गएर त्यो भिडियो चेकआउट गर्नु होला र त्यसै अनुसार तपाईँले अन गर्न सक्नुहुनेछ। आजको यस भिडियोमा चाहिँ मैले तपाईँहरूलाई प्रोफेसनल ड्यासबोर्डमा गएर चाहिँ कन्टेन्ट मोनेटाइजेसन टुल कसरी हेर्ने र त्यसलाई कसरी इन्ट्रेस्ट फर्म भर्ने भन्ने विषयमा सिकाइसकेको छु। आयो बजारलाई भिडियो मन पर्छ लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। साथै मसँग पर्सनल जोडिन चाहनुहुन्छ भने तल डिस्क्रिप्सनमा दिएको फेसबुक लिङ्कहरूलाई चाहिँ फलो गर्न नबिर्सनु होला है त। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।